पालकको साग त सबैजनाले पक्कै पनि खानुभएको छ, तर पालकको रोटी चाहिँ सबैजनाले खानुभएको नहुन सक्छ। तपाईहरूलाई थाहा छ पालकको यस्तो मिठो बबाल रोटी बन्छ। आज म तपाईहरूलाई पालकको रोटी पनि बनाएर देखाउँछु। मेरो भिडियो पुरा हेरिदिनु होला। नमस्कार, तपाईहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मैले तपाईहरूले नै खोजेको जस्तो भिडियो बनाउने गर्छु। अब सुरु गरौँ आजको यो रेसिपीबाट। मैले एउटा मात्रै मुठा पालक लिएर आएँ। सो पालक देखेपछि मेरो आमालाई खासै मन पर्दैन उसको बास्ना, अनि त्यो भएर मजाक गर्दै हाँस्दै गर्नुभएको छ। उहाँलाई थाहा छैन कि पालकको सब्जी बनाउँछ भनेर त्यसो गर्नुभएको हो। तर मैले चाहिँ पालकको रोटी बनाउँदैछु भन्ने कुरा उहाँलाई थाहा छैन, अनि उहाँले चाहिँ मजाक गर्दै केलाउँदै गर्नुभएको छ। आमाले चाहिँ कुनै पनि सागहरू बजारबाट मैले ल्याउँछु अथवा गाउँमा हुँदा पनि हामीले ल्याउँछौँ टिपेर। उहाँलाई चाहिँ एकदमै केलाउन मनपर्छ, बसेर केलाउनुहुन्छ। अनि केलाइसकेपछि यसरी राम्रोसँग धुनुपर्छ। यसरी राम्रोसँग सफा पानीले 2-3 चोटि धोइसकेपछि यसलाई मैले मिक्सरको जारमा राख्छु। मिक्सरको जारमा राखिसकेपछि यसलाई मैले अब एउटा हरियो खुर्सानी र थोरै नुन पनि राखिदिन्छु, अनि अलिकति मात्रै पानी राखिदिन्छु किनकि थोरै सुक्खा नहोस् भनेर। अनि यसलाई मैले मिक्सरको जारलाई चाहिँ मिक्सरमा यसरी पिन्छु। पिन्दाखेरि यसरी मजाले पिनिसकेपछि देख्नुभयो यता हेर्नुहोस्, अनि यस्तो मजाको बाक्लो रस बन्छ। रस निस्किसकेपछि यसमा चाहिँ हामीले पिठो एड गर्नुपर्छ। पिठो चाहिँ मैले चाहिँ गहुँको पिठो आटालाई एड गरेँ। तपाईहरूले चामलको आटा, मकैको आटा, मैदा, अब तपाईहरूले के खानुहुन्छ उसलाई जुन पनि एड गर्न सक्नुहुन्छ। मलाई चाहिँ गहुँको आटाको बनाउन मन लाग्यो, अनि यसरी एड गरेर मुछिसकेपछि यस्तो बन्यो। मलाई हातले एकछिन त मुछेँ, तर मलाई अलिकति झ्याउ लाग्यो, अनि हात धोइसकेपछि मैले यसरी डाडुले चाहिँ रोटी हाल्दैछु। रोटी हाल्दाखेरि सुरुमा मैले अलिकति प्यान तताइसकेपछि थोरै घिउ लगाएर यसरी फिँजाएँ, अनि त्यो डाडुमा ट्याक्क लगेर मजाले सलल्ल बग्ने रोटी बन्छ यसको। अनि यसरी फिँजाइदिएँ। मजाले फिँजाइदिएपछि यो पातलो बन्छ। यसरी जताततै लाग्ने गरेर फिँजाइदिनुपर्छ, अनि मजाको रोटी बन्छ। अनि यसरी फिँजाइसकेपछि चाहिँ तपाईहरूले मसिनो आगो बनाएर पकाउनु पर्ने हुन्छ। यसलाई ठुलो आगो बनायो भने चाहिँ यो डढ्छ। यसलाई सानो आगो पार्नुपर्छ, अनि मजाले पाक्छ। यसरी ल हेर्नु, पुरै तावा लगभग पुग्ने गरिकन यसरी फिँजाइसकेपछि यो रोटी चाहिँ पातलो हुन्छ नि त। पातलो भयो भने मिठो पनि हुन्छ। अनि यसरी छोपिदिने, अनि एकछिन पाकिसकेपछि चाहिँ यसरी ल हेर्नु, हल्लाएर हेर्दाखेरि चाहिँ पाकिसकेको, यसले ठाउँ छोडिसकेको छ। अनि यसरी फर्काइदिने। ल हेर्नु कस्तो राम्रो बनेको छ, मजाले पाकेको छ। अनि यता पनि त्यस्तै गरेर पकाउने। अनि यसलाई चाहिँ उतापट्टि अलिकति सुक्खा भयो भने चाहिँ, घिउ कम भयो भने चाहिँ यसरी पछि एड गर्न मिल्छ। थोरै घिउ एड गरिदिएँ मैले। तपाईँहरूलाई कतिको चिल्लो मनपर्छ, घिउको बास्ना कस्तो मनपर्छ त्यो अनुसार गर्नु होला। मलाई चाहिँ अलिकति चिल्लो नै मनपर्ने भएर त्यस्तो गरिदिएँ। यस्तै गरिकन मैले रोटीहरू हाल्दै गएँ। यस्तै हो साथीहरू, सधैँ भात खानुपर्छ। बिहानै भात, बेलुकै भात खाँदाखेरि अलिकति वाक्क दिक्क जस्तो हुन्छ नि त। कहिलेकाहीँ अलिकति फरक टेस्टको खानेकुरा पनि खाऊँ भन्ने हुन्छ। सो मैले आज चाहिँ यस्तो अलिकति फरक किसिमको रोटी बनाएँ। देख्दा पनि हरियो देखिन्छ, कस्तो आकर्षक देखिन्छ, खाउँ लाग्ने देखिन्छ नि त। खाँदाखेरि पनि उत्तिकै मिठो बनेको छ यो रोटी। अनि तपाईँहरूले पनि कहिलेकाहीँ यसो ट्राई गर्नु होला। बनाउनु भएको छैन, खानु भएको छैन भने यसरी बनाएर खानुहोस्, एकदमै मिठो हुने रहेछ। मैले पनि खासै धेरै त खान्न रोटी, भात नै धेरै खाने हो। म चाहिँ नेपाली हो नि त, अनि रोटी बनाउन अलिकति अल्छी नै लाग्छ हामीलाई। सो आज चाहिँ अलिकति जाँगर निकालेर बनाएँ। अनि रोटीको साथमा चाहिँ मैले आधा केजी चिकन ल्याएको छु। मैले कराई बसाल्ने, अनि तेल पनि तातिसक्यो। अनि यसमा चाहिँ थोरै खडा मसला राखिदिएँ। अनि यसमा मैले मसिनो गरेर काटेर राखेको प्याज राखिदिएँ। प्याज पनि यसरी रातो रातो हुन्जेल भुट्नुपर्छ। अनि यसमा मैले चिकन राखिदिएँ। यसलाई चाहिँ मजाले चलाउँदै पकाउँदै गर्नुपर्छ। यो चिकन चाहिँ मैले सुरुमा चाहिँ ठुलो आगो बनाएर पकाउँछु। ग्यासलाई अलिक ठुलो बनाउँछु किनकि यसमा पानी हुन्छ नि त। अनि यो पानी सुक्खा भइसकेपछि चाहिँ मैले मध्यम बनाउँछु, आगो चाहिँ सानो बनाउँछु।
अब यसमा मैले 1 चम्चा बेसार, 1 चम्चा नुन अनि 1 चम्चा खुर्सानीको धुलो राखिदिन्छु अनि मजाले चलाइदिन्छु। अब चाहिँ हाम्रो पानी चाहिँ सुकिसकेको छ। यसलाई मजाले चलाउँदै पकाउँदै गर्नुपर्छ। यस्तै गरी पकाउने हो। यसमा सानो आगो बाल्नुपर्छ। अब चाहिँ ल हेर्नुहोस्, एउटा चाहिँ कलेजो पनि परेको रहेछ। यो पनि पाक्ने भयो। अनि चाहिँ मैले टमाटर 4वटा टमाटर काटेर राखेको थिएँ, त्यो पनि त्यसमै राखिदिन्छु। अनि टमाटर एउटा चाहिँ काट्नै बिर्सेको रहेछु एउटा टमाटर चाहिँ काट्नै बिर्सेको रहेछ। अनि त्यो मसला अनि अदुवा लसुन अनि अलिकति मैले टिमुर पनि राखेर मैले यो मसला पिनेको छु, त्यो पनि त्यसमै राखिदिएँ। अनि यसरी मैले तलपट्टि राखिदिएपछि एकछिन छोपेर पकाउँछु। अनि त्यसो गर्दाखेरि चाहिँ हाम्रो टमाटर मजाले पाक्छ नि त। अनि यसरी एकछिन पछि खोलेर हेर्दाखेरि लगभग टमाटर पनि पाकिसकेको छ, मसलाहरू पनि पाक्छ। अनि हाम्रो मासु चाहिँ अब लास्ट स्थितिमा पुगिसकेको छ। अब मैले यसमा थोरै पानी राखिदिन्छु, किनकि मलाई थोरै ग्रेभी मनपर्छ। अनि एकछिन पकाइसकेपछि चाहिँ थोरै धनिया राखिदिन्छु। ल हेर्नुहोस् त हाम्रो मासु कति मिठो बनेको छ। मलाई चाहिँ सुक्खा भन्दा पनि दाल छैन भने चाहिँ थोरै ग्रेभी चाहिन्छ। अनि यसरी मैले मासु पकाएँ। अनि आजको यो हाम्रो पालकको हरियो रोटी अनि चाहिँ मासु अनि दाल पनि थियो अलिकति। यसरी बनाएर खाँदाखेरि एकदमै मिठो भयो। तपाईहरु पनि ट्राई गर्नुहोस् है त।